अब कक्षा 12 को एग्जाम आउँदैछ, त्यसैको तयारीको लागि मैले यहाँ कक्षा 12 को नमुना प्रश्नपत्रको उत्तर सहित मैले यहाँ प्रस्तुत गरेका छु। तपाईहरु अन्त्यसम्म हेर्दिनु होला र भिडियोलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। यसले गर्दा हामीलाई धेरै मोटिभेट मिल्छ। ल साथीहरु, आजको भिडियो हामी सुरु गरौँ। सो लेट्स बिगिन। पहिला हामीलाई समय 3 घण्टाको हुन्छ र पूर्णाङ्क हुन्छ 75 मार्क। विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ। 1 नम्बरमा तलको अनुच्छेदमा रेखाङ्कित शब्दको अक्षर संरचना र अक्षर संख्या देखाउनुहोस्। यसका उत्तर रहेको छ जस्तै त्यहाँ बोल्ड भएको अक्षरहरूलाई तपाईले मात्र अक्षर संरचना र अक्षर संख्या बनाउनु छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईले दान दक्षिणा को दान प्लस दिक प्लस छि प्लस ना, यो 4 अक्षरको भयो। त्रिवेगमा एकचोटि उच्चारण हुन्छ त्रिग ऋग वेदमा 3 अक्षरको र गति ग आति तफसिल गतिशील 3 अक्षरको। अब प्रश्न नम्बर 2 मा शोध गरी पुनर्लेखन गर्नुहोस्। यो अनुच्छेदमा केही गल्तीहरू रहेको छ, यसलाई सच्याउनु पर्ने छ। जस्तै उत्तर हेरौँ। प्रकृतिसित जुड्नु नै जीवनको रमाइलो हो भने भावलाई हयाकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ। बैठाडीको शाही लेकमा अवस्थित विद्यालय भवनमा 2 रात बसेपछि डडेलधुरा जान तम्सिदा भरिया पाइएन। अब प्रश्न नम्बर 3 मा कुनै एक प्रश्नको उत्तर दिनुहोस्। क र ख मध्ये कुनै एउटालाई मात्र प्रश्न दिनु होला तपाईहरुले। मैले यहाँ दुवैको प्रश्न दिएका छु। तपाईलाई बुझाउनको लागि मैले यहाँ दुवै प्रश्नको उत्तर दिएका छु। तपाईहरु राम्रोसँग हेर्नु होला। जुन तपाईलाई सजिलो लाग्छ त्योलाई मात्रै तपाईले एक्जाममा एन्सर दिनु होला। अब हामीहरु लागौ 4 नम्बरतिर। तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस्। पदवर्ग भन्नाले नाम सर्वनाम के कस्ता छन् त्यो हेर्नु होला। अब हामीहरु एन्सर तर्फ लागौ। यसरी नै हामीहरुलाई एक्जाममा एन्सर दिनु पर्ने छ। यहाँ उत्तर हेरौ। जहाँ क्रिया विशेषण भन्ने संयोजक जोड छ, भएकै छैन क्रियापद, काम को लागेको छ भने विशेषण, उद्योग नाम छ, जो बनेको सर्वनाम। प्रश्न नम्बर 5 तलको अनुच्छेदबाट 2वटा तत्सम शब्द र 2वटा तत्भव शब्द पहिचान गरी लेख्नुहोस्। यसले 2 मार्क क्यारी गरेको छ। यो अनुच्छेद पढेर हामीहरुलाई खोज्नु छ तत्सम शब्द र तत्भव शब्द। अब उत्तर हेरौ। उत्तर तत्सम शब्द जीवन र आदित्य छ र तत्भव शब्द उकालो र तिर्खा छ। अब प्रश्न नम्बर 6 मा कुनै एक प्रश्नको उत्तर दिनुहोस्। मैले अगाडि नै भनिसकेका छु कि कुनै एक प्रश्नको मात्र उत्तर दिनु होला, कि क नम्बर कि ख नम्बर। जस्तै अब हेरौ क नम्बरमा तल दिएका उपसर्ग र प्रत्यय लगाई एक शब्द बनाउनुहोस्। जस्तै बी कु अभि छ त यसलाई जोड्नु पर्छ पछा अगाडिले। बी प्लस जोड बी जोड, कु प्लस कर्म कुकर्म, बुढो प्लस ऐली बुढौली, कु प्लस ऐ कार्य, क्रि प्लस तय कर्तव्य। अब हामी ख नम्बर हेरौँ। तलको अनुच्छेदबाट 3वटा तत्सम शब्द र 3वटा द्वितीय शब्द पहिचान गरी तत्सम शब्द विग्रह र द्वितीय शब्दको निर्माण प्रक्रिया देखाउनुहोस्। अब हेरौँ। 3वटा तत्सम शब्द र विग्रह। पुरुषोत्तम पुरुषमा उत्तम, बुबा आमा बुबा र आमा, बुद्धिजीवी बुद्धिले जीवी। द्वितीय शब्द र निर्माण प्रक्रिया। तम तयार प्लस तयार, गप गाफ गप प्लस गप, छर छिमेकी छिमेकी प्लस छिमेकी। अब प्रश्न नम्बर 7 मा कुनै एक प्रश्नको उत्तर दिनुहोस्। जस्तै यहाँ क नम्बरमा हेरौ। ले लाइबाट द्वारा देखिको मा लागि विभक्ति लागेको कारकहरूको प्रयोग गरी आफ्ना बाल्यकालका बारेमा चर्चा गर्नुहोस् वा व्याख्या गर्नुहोस् वा वाक्य लेख्नुहोस्। यस प्रकारले प्रश्न गर्दा हामीलाई उत्तर यसरी दिनुपर्छ। मेरो बाल्यकाल सानैदेखि निकै चञ्चल्य स्वभावको, मैले जतिसुकै खेल पनि उपद्रोह चाहिँ कहिल्यै गरेन। मलाई मानिसले चकचक्के भन्थे तर मनबाट कुनै गल्ती नभएको देख्दा छक्क पर्थे। मद्वारा गरिएका कामहरू सबैका लागि आकर्षक नै थिए। मदेखि कोही पनि असन्तुष्ट थिएनन्, बरु सबैले ममाथि सद्भाव र माया नै राखेको हुन्थे। अब ख नम्बरमा तल दिएका वाक्यहरूलाई द्वितीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्। यो वाक्यलाई हामीहरूलाई द्वितीय पुरुषमा परिवर्तन गर्नु छ। अब हामी उत्तरतिर जाऊ। यसका उत्तर निम्नानुसार छन्। त प्रयोगशाला गइस्, तैले त्यहाँ अत्याधुनिक उपकरण देखिस्, तैले अनौठो मानेर प्रयोगशाला हेरिस्, तैले घर आएर सबै परिवारको सदस्यलाई प्रयोगशालाका बारेमा बताइस्।
अब प्रश्न नम्बर 8 को कुनै एक प्रश्नको उत्तर दिनुहोस्। यहाँ क नम्बरमा छ संकेतार्थक क्रियापदको प्रयोग गरी 4 वाक्यमा परीक्षाका बारेमा वर्णन गर्नुहोस्। उत्तर परीक्षा। तिमीले खुब पढ्यौ भने परीक्षामा उत्तीर्ण हुन्छौ। तिमीलाई निद्रा नलागे पढेर सफलता पाउन सक्छौ। निद्राका लागि खानपिन र व्यवसायमा ध्यान दिन सके आफै नियन्त्रण गर्न सकिन्छ। यति कुरामा सतर्कता अपनाए तिमी परीक्षामा कहिल्यै पछि पर्दिनौ। अब ख नम्बरको प्रश्नमा हेर्दा तलको अनुच्छेदलाई संगति मिलाई अकरणमा परिवर्तन गर्नुहोस्। उत्तर आज सीता विद्यालय गइन, साथीभाइसँग भेटघाट गरिन, शिक्षकहरूलाई समेत अभिवादन नगरेकाले उनीहरू खुस भएनन्, साथीहरू सबै उसँग खुसी भएनन्। प्रश्न नम्बर 9 मा कुनै एक प्रश्नको उत्तर दिनुहोस्। यो पनि 4 मार्कको हुन्छ। क नम्बरमा हेर तल दिएका 8 वटा सरल वाक्यलाई 4 वटा जटिल वाक्य बनाई लेख्नुहोस्। म अहिले पढ्दैछु त्यसैले भोलि देशको उच्च तहमा पुग्ने छु। हाम्रो देशमा विविध सम्भावना छन् तर म रोजगारी सृजना गर्छु। शहीदका सपना अधुरै रहेका छन् भनी हाम्रा शहीदका सपना पूरा गर्न चाहन्छौँ। हामीले शहीदलाई उच्च सम्मान गर्नुपर्छ किनभने उनीहरू हाम्रा मुक्तिदाता हुन्। अब यो कथन परिवर्तन गरी लेख्नुहोस्। यो तपाईहरू आफै पढ्नुहोला, राम्रोसित बुझ्नुहोला। अब हामी लागौ 10 नम्बरको प्रश्नतिर। दिएको अनुच्छेद पढी अत्यन्त सोझेको प्रश्न उत्तर दिनुहोस्। यो 5 मार्क क्यारी गर्छ, एकदमै महत्त्वपूर्ण प्रश्न छ। अब हामी उत्तरतिर लागौ। प्रश्नहरू क नम्बर के कस्ता माध्यमबाट समाचार सम्प्रेषण गरिन्छ। उत्तर रेडियो, टिभी जस्ता श्रव्य दृश्य माध्यमबाट प्रसारित वा पत्रिकाका आदि माध्यमबाट समाचार सम्प्रेषण गरिन्छ। ख नम्बर समाचारका विषय क्षेत्र कुन कुन हुन्। उत्तर राजनीतिक, शिक्षा, खेलकुद, व्यापार वाणिज्य, सांस्कृतिक लगायत जुनसुकै सन्दर्भमा समाचार विषय क्षेत्र हुन्। अब ग नम्बरमा समाचारको भाषा कस्तो हुनुपर्छ। उत्तर समाचारको भाषा त्यस्तो हुनुपर्छ जसले अर्थात्मा आधारित सूचनामूलक विषयलाई तटस्थ एवं रोचक किसिमबाट छोटो छोटो वाक्यमा सरल ढङ्गले प्रस्तुत गर्न सकोस्। घ नम्बरमा समाचारलाई कति भागमा वर्गीकरण गरिएको छ। उत्तर शैलीगत विशेषताका आधारमा समाचारलाई घटनापरक, क्रियापरक र फीचर गरी 3 भागमा वर्गीकरण गरिएको छ। अङ्ग नम्बर समाचारका खास विशेषताहरू के हुन्। उत्तर सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता र स्पष्टता आदि समाचारका खास विशेषता हुन्। प्रश्न नम्बर 11 दिएको अनुच्छेद पढी मुख्य 4वटा बुँदा टिप्पण गरी सारांश लेख्नुहोस्। एकदमै महत्त्वपूर्ण प्रश्न छ किनकि यसले पनि 5 मार्क क्यारी गरेको छ। यो पनि सिम्पल छ। अब हेरौँ उत्तर। बुधाहरू क नम्बर जीवनमा धन सम्पत्ति वा राज्य केही नचाहिने भन्दै रोज शोकमाथिको विजयका लागि सिद्धार्थ गौतम बाहिर निस्कनु। ख नम्बरमा उक्त विजयमा विद्वानका कुराप्रति चित्त नबुझकाले एकान्तमा तपस्या गर्न थाल्नु। गनमा जाडो तथा गर्मीको प्रवाह नगरी स्थिरताका साथ रुखमुनि तपस्या गरिरहनु। घ नम्बरमा बिना साधना कोही पनि सफल नहुने भए झै कठोर तपस्याका कारण बुधका नामले विश्व व्याख्यात हुन्। सारांश यस प्रकार लेख्नुहोला। पहिला हेडिङ वा टाइटल सिद्धार्थ गौतम बुधत्व प्राप्ति। यस प्रकारले त्यो बुधाहरू यहाँ लेख्नुहोला अथवा तल लेख्नुहोला। दिएको अनुच्छेदमा यति शब्दहरू र भएको शब्दहरू। ल अब हामी अगाडि बढौँ। प्रश्न नम्बर 12 नम्बरको क विभिन्न सिप आर्जन गरी तुरन्तै व्यवसायिक काम गर्न सक्ने प्रविधि जनशक्ति उत्पादनका लागि खोलिएको प्रविधि तथा व्यावसायिक विद्यालयको प्रचार प्रसारका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस्। यसको उत्तर हेरौँ। यो पनि 4 मार्कमा सोधिएको प्रश्न उत्तर छ। अब एन्सर हेरौँ। उत्तर अनिवार्य रूपमा पहिला स्क्वायर एउटा कोर्नुहोला अथवा त्यसको भित्र नाम, ठेगाना र त्यसको विशेषताहरू लेख्नुहोला। पहिला हेरौँ नाम र ठेगाना। नेपाल प्राविधिक तथा व्यावसायिक विद्यालय कोहलपुर बाँके। शैक्षिक क्षेत्रमा नयाँ क्रान्ति, रोजगारी शिक्षाको सुनिश्चितता, सबैको पहुँचमा प्राविधिक तथा व्यावसायिक शिक्षा, नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक तथा व्यावसायिक शिक्षा दिने उद्देश्यले पहिलो पटक समुदायबाट खोलिएको यस नमुना विद्यालयमा सम्पर्क गरी आफ्ना सन्तानको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। यसका विशेषताहरू निम्न छन्। अन्तर्राष्ट्रिय स्तरमा विख्यात रहेको दक्ष एवं अनुभवी प्राध्यापक, शैक्षिक क्यालेन्डर र पाठ्य योजनाको प्रभावकारी पालना,
सस्तो गुणस्तरीय र सुलभ शिक्षा। यस्तै नमुनाले तपाईहरू परीक्षामा लेख्नुहोला। अब अर्को विशेषता हेरौँ। प्रवेश परीक्षामा सर्वाधिक अङ्क ल्याउनेलाई पूर्ण छात्रवृत्ति। सीमित सङ्ख्या भएकोले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क नम्बर यति www.com पनि लेखिदिनु होला। अब ख नम्बर हेरौँ। कृषि विकासका ब्याङ्कबाट घर निर्माणका लागि 50 लाख ऋण लिन लागेका विषयलाई समेटी तमसुको नमुना तयार पार्नुहोस्। यो नमुना तपाईहरू आफै पढ्नुहोला र बुझ्नुहोला। यो खास गरी तपाईहरू एकदमै सिम्पल छ। मात्र यो नमुना याद गरेपछि एकदमै सिम्पल भइहाल्छ साथीहरू। यो मात्र नमुना तपाईहरू नोट गर्नुहोला र नमुना जस्तै तपाईहरू इक्जाममा लेख्नुहोला। अब हामी अगाडि बढौँ। यो राम्रोसँग बुझ्नुहोला। सुरुमा लेख्नुहोला लिखितम, धनीका नाम, जिल्ला कुन छ, वार्ड नम्बर र कति रुपियाँ लिएको छ त्यो पनि लेख्नुहोला। अक्षर रुपियाँ 50 लाख। तब ठाउँ, पूर्ण नाम, दया छाप, बया छाप, यो साइड लेख्ने बस्ने ठेगाना, कति उमेरको छ, कसको छोरा नाति, सबै कुरा योमा उल्लेख गर्नुहोला। यसको फर्मेट राम्रोसँग याद गर्नुहोला। यसलाई सिम्पलमा पढ्नु छ भने मलाई कमेन्ट गर्नुहोला। मैले यसको लागि एउटा सिम्पल भिडियो ल्याउने छु। अब हामी अगाडि बढौँ। प्रश्न नम्बर 13 कुनै एक प्रश्नको उत्तर लेख्नुहोस्। क नम्बर आफ्नो विद्यालयको वार्षिक दिवस समारोहमा मनाइएको साहित्य कार्यक्रम गतिविधिहरूको चर्चा गर्दै 150 शब्दसम्म प्रतिवेदन लेख्नुहोस्। प्रतिवेदन लेख्दा यसको उत्तर वार्षिक समारोह सम्बन्धित प्रतिवेदन। पहिला शीर्षक लेख्ने, यसकै बारेमा पहिला परिचय गर्ने। विगत वर्षहरूमा झै यस वर्ष पनि म अध्ययनरत सङ्गुरामा माविले भव्य रूपमा साहित्य गोष्ठी गरी 8औं वार्षिक समारोह सम्पन्न गर्ने निर्णय गरियो। मिति 2081 असार 20 गतेका दिन बसेको विद्यालय सञ्चालक समितिले बैठकले जीवननाथ सुवेदीको संयोजकत्वमा 3 सदस्यता वार्षिक समारोह समिति गठन गरियो। यसै प्रकारले यसको परिचय सकियो। अब बडी पार्ट यानि महत्त्वपूर्ण कुराहरू लेख्ने, तब निष्कर्षमा लेख्ने र अब तल अब हामी अगाडि बढौँ। त्यसैले हामीहरूलाई परिचय गइसकेपछि त्यो मध्यम भागमा सबै कुरा उल्लेख गर्नुपर्छ। हामीले कति बजेदेखि कार्यक्रम स्टार्ट गरियौँ, के गरियौँ, के कुरामा ध्यान दिए, के कुरामा ध्यान नदिए, के अझै बाँकी थियो, सबै कुरा राम्रोसँग लेख्नुहोला। र तल निष्कर्षमा केही सुझावहरू लेख्नुहोला। के अझै भए राम्रो हुन्थ्यो भने केही सुझाव दिनुहोला तपाईँ आफैले। अथवा तल लेख्नुहोला प्रतिवेदन। प्रतिवेदक नेहरू त्रिपाठी आफ्नो नाम लेख्नुहोला र मिति पनि लेख्नुहोला। अब ख नम्बरमा टिप्पणी छ। गरिबी निवारणका घरेलु उद्योगको भूमिका शीर्षकमा 150 शब्दसम्म एउटा टिप्पणी लेख्नुहोस् भनेको समस्यामूलकमा टिप्पणी लेख्नुपर्छ। यो समस्यामा पनि त्यस्तै छ। सुरुमा परिचय दिने, तब मध्यम भागमा के कुरा भएको छ, के भएको छैन, तब निष्कर्ष गर्ने, सुझाव दिने केही छोटकरीमा। अब हामीहरू अगाडि बढौँ। तपाईँले यो ख्याल गर्नुहोला कि सबैभन्दा पहिला तपाईँलाई सबै कुराको नोट बनाउनु पर्छ। नोट नबनाउँदा तपाईँलाई याद गर्न अलिक गाह्रो हुन्छ। अब हामी अगाडि बढौँ। 14 नम्बर कुनै एकको व्याख्या गर्नुहोस्। व्याख्या कसलाई गर्नुपर्छ? हामीहरूलाई पनि परिचय दिनुपर्छ। सबैभन्दा पहिला कसको परिचय? कुनै पाठको। पाठ कसले लेखेको हो, लेखकको पनि परिचय दिने। तब त्यसको मध्यम भाग के कुरा भएको छ यो पाठमा, के भएको छैन त्यो कुरा लेख्ने। तब तल निष्कर्षमा लेख्ने, त्यो पनि पुग्छ। अब हामीहरू अगाडि बढौँ। प्रश्न नम्बर 14 को ख नम्बर आखिर जीवन नै नाटक हो, संसार नै रङ्गमञ्च हो। उत्तर प्रसिद्ध नारीवादी कथाकार भागीरथी श्रेष्ठको मातृत्व कथाले एकल महिलाको सङ्घर्षपूर्ण जीवनलाई समेटेको छ हो। यो सबै कुरा समेटेर तपाईँहरू राम्रोसित लेख्नुहोला। यो सबै तपाईँहरूले आफ्नै नोटबुकमा नोट गर्दै जानुहोला। मैले अब भिडियोलाई लामो नगरी अब भिडियोलाई अगाडि बढाउँदै जान्छु। ल साथीहरू अब अगाडि प्रश्न नम्बर 15 कुनै 2 प्रश्नहरूको उत्तर लेख्नुहोस्। यसले पनि 4 मार्क क्यारी गरेको हुन्छ। यो पनि 2 प्रश्नको उत्तर लेख्नुहोस्। 2 प्रश्नको उत्तर कर्णमा हेरौँ। दिएको कथांश पढी सोधेको प्रश्न उत्तर लेख्नुहोस्। यो अनुच्छेद पढ्नुपर्छ पहिला, तब हामीहरूलाई प्रश्नको उत्तर दिनुपर्छ। अब हेरौँ प्रश्नहरू। अ नम्बर माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ? उत्तर आख्यानकार मदनमणि दीक्षित 1979 देखि 2076 द्वारा लेखिएको बिरहिनी दमयन्ती एक पौराणिक कथा हो। यो सबै कुरा यहाँ उल्लेख गरिएको छ। तपाईँहरू पढ्नुहोला र बुझ्नुहोला।
मैले अब 8 नम्बरमा जान्छु। आकाश र दमयन्तीको हृदयका बीच के समानता छ? यो पनि लेख्नु होला। एकदमै महत्त्वपूर्ण प्रश्न छ। यो पाठमा एकदमै महत्त्वपूर्ण प्रश्न 4 मार्कमा आउँछ। त्यसैले यो पाठको राम्रोसित तयारी गर्नु होला। अब हामी अगाडि बढौँ। यो एकदमै सरल र सिम्पल नै छ। मात्रै आफ्नो पाठको बारेमा जे पढेको छ त्यो मनले लेखिदिनु होला। अब तपाईहरूले यहाँदेखि सबै कुरा आफै पढ्नु होला र बुझ्नु होला। मैले यहाँ सबैको सल्युसन वा एन्सर सहित मैले यहाँ प्रस्तुत गरिसकेका छु। तपाईहरू राम्रोसित पढ्नु होला। यसले गर्दा तपाईहरूको पनि समय बच्छ र भिडियो पनि सानो भइहाल्छ। यसले गर्दा तपाईहरूको मन पनि लाग्छ पढ्नुमा, किनकि अब परीक्षा पनि नजिकै भएकोले अब राम्रोसित तयारी गर्नु होला। बेस्ट अफ लक। सब्सक्राइब फर मोर अपडेट। थ्याङ्क यू सो मच। अन्त्यसम्म हेर्नको लागि धन्यवाद। अन्त्यसम्म हेरिदिनु होला। थ्याङ्क यू सो मच।